लोकतन्त्रमा बोल्न पाइन्छ, यो त हामी सबैले सुनेकै कुरा हो, होइन त? तर एकछिन सोच्नुस् त, के साँच्चै हामी जे सोध्छौं त्यो निर्धक्क भन्न सक्छौं? हाम्रो संविधानले त सक्छौं भन्छ, तर किताबमा लेखिएको त्यो अधिकार र बाहिर सडकको यथार्थ कति फरक छ? आउनुहोस्, आज यही गहिरो विषयमा डुबुल्की मारौं। ल हेर्नुहोस्, हाम्रो संविधानको धारा 17ले के भन्छ? विचार र अभिव्यक्तिको स्वतन्त्रता। यो एकदमै शक्तिशाली वाचा हो। यो खाली किताबमा लेखिएको एउटा लाइन मात्र होइन नि। यो त भन्नुस् न, हाम्रो लोकतन्त्रको मुटुको धड्कन हो। यसले हामी सबैलाई, चाहे जोसुकै होस्, आफ्नो आवाज उठाउने शक्ति दिएको छ। तर असली प्रश्न त यहाँ छ, कागजमा लेखिएको यो सुन्दर वाचा के व्यवहारमा साँच्चीकै सुरक्षित छ त? के हामीले बोल्दा लेख्दा साँच्चै डराउनु पर्दैन? त्यसो भए आउनुहोस् पहिले यो हेरौं कि हाम्रो संविधानले यो अधिकारलाई जोगाउन कस्तो बलियो ढाल दिएको छ। किनभने यही व्यवस्थाहरू त हुन् नि लोकतन्त्रको आधार स्तम्भ। संविधानमा हेर्ने हो भने खास गरी दुईवटा धारा एकदमै महत्त्वपूर्ण छन्। एउटा भयो धारा 17, जसले हामी सबै नागरिकलाई बोल्ने र आफ्नो विचार राख्ने अधिकार दिन्छ। यो भयो हाम्रो व्यक्तिगत अधिकार। अनि अर्को छ धारा 19। यो चाहिँ विशेष गरी सञ्चार माध्यम अर्थात् प्रेसका लागि हो, उनीहरूको संस्थागत अधिकारको सुरक्षा। अनि यो धारा 19ले प्रेसलाई दिएको सुरक्षा त झनै विशेष छ। तीनवटा मुख्य कुरा छन्। नम्बर 1, समाचार छाप्नुभन्दा अगाडि नै सरकारले यो छाप्न पाइँदैन भनेर रोक्न सक्दैन। 2, मिडियाको प्रसारण वा उपकरणमाथि कुनै पनि किसिमको रोकटोक गर्न पाइँदैन। र सबैभन्दा महत्त्वपूर्ण, नम्बर 3, समाचार छापेको वा देखाएकै कारणले कुनै मिडिया हाउसलाई बन्द गर्न, जफत गर्न वा उसको दर्ता खारेज गर्न मिल्दैन। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। यी स्वतन्त्रताहरू भनेको जे पनि बोल्न पाइन्छ भन्ने होइन। यिनीहरू निरपेक्ष छैनन्, मतलब अनलिमिटेड छैनन्। संविधानले नै केही खास अवस्थाहरूमा यी अधिकारमाथि मनासिब प्रतिबन्ध लगाउन सकिन्छ भनेर भनेको छ। अब प्रश्न आउँछ, कस्तो अवस्थामा त? संविधानले केही आधारहरू दिएको छ, जस्तै देशको सार्वभौम सत्ता र अखण्डतामाथि नै खतरा हुने कुरा गर्दा, वा विभिन्न जात-जाति समुदायबीच झगडा गराउने किसिमका अभिव्यक्ति दिँदा, अनि राज्यद्रोह, कसैको मानहानि गर्ने वा अदालतको अपमान गर्ने जस्ता काममा पनि रोक लाग्न सक्छ। खासमा यी सीमाहरू स्वतन्त्रताको दुरुपयोग नहोस् भनेर नै राखिएका हुन्। ल, अहिलेसम्म हामीले कानूनका कुरा गर्यौं। सुन्दा त कति बलियो र राम्रो लाग्छ, होइन? तर अब किताबबाट बाहिर निस्केर यथार्थको धरातलमा जाउँ, किनभने यहाँ वाचा र वास्तविकताबीच एउटा ठूलो खाडल छ। तर यो एउटा शब्द यसले पूरै कथालाई अर्कै मोड दिन्छ। एउटा ज्वलन्त उदाहरण हो विद्युतीय कारोबार ऐन। अब हेर्नुहोस्, यो कानून बनेको त खासमा अनलाइन कारोबार ई-कमर्सलाई नियमन गर्न थियो। तर यसको एउटा दफालाई सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने, प्रश्न उठाउनेहरूलाई तह लगाउन एउटा हतियारको रूपमा प्रयोग गरियो भनेर बारम्बार गम्भीर आरोप लाग्ने गरेको छ। अनि यस्तै कानूनहरूको डरले एउटा अवस्था सिर्जना हुन्छ जसलाई चिलिङ इफेक्ट भनिन्छ। यो भनेको के हो भने, केही लेख्यो भने वा बोल्यो भने कतै कानूनी झमेलामा परिने हो कि भन्ने डरले मान्छेहरू आफै चुप लाग्न थाल्छन्, बोल्नु अघि 10 पटक सोध्छन्, र यो लोकतन्त्रको लागि एकदमै खतरनाक कुरा हो। अब पत्रकारहरूको कुरा गरौँ, उनीहरूको कथा त झनै जटिल छ। एकातिर पेशागत असुरक्षा, जागिरकै ठेकान छैन। अर्कोतिरबाट राजनीतिक दल र ठूला व्यापारिक घरानाको अदृश्य दबाव। सोच्नुस् त, यस्तो अवस्थामा एउटा पत्रकारको कलम कसरी स्वतन्त्र रहन सक्छ र? ओके, अब यी दुई स्वतन्त्रतालाई अलि छुट्याएर हेरौं। मतलब एउटा आम नागरिकको बोल्ने अधिकार र एउटा मिडिया हाउसको बोल्ने अधिकार, यिनीहरूमा के फरक छ र यिनीहरूले सामना गर्ने चुनौतीहरू कसरी फरक छन्? पहिलो कुरा त दायराकै फरक छ। वाक स्वतन्त्रता भनेको हरेक व्यक्तिको व्यक्तिगत अधिकार हो, आफ्नो मनको कुरा, आफ्नो विचार, आफ्नो भावना पोख्ने अधिकार। तर प्रकाशन स्वतन्त्रता अलि फरक छ। यो सञ्चार माध्यमको संस्थागत अधिकार हो, बिना कुनै डर समाचार र सूचना प्रवाह गर्ने अधिकार। अनि उनीहरूले सामना गर्ने चुनौतीहरू पनि फरक छन्। सामान्य नागरिकलाई प्राय अस्पष्ट कानूनको डरले चुप्प लगाउँछ, त्यही चिलिङ इफेक्टले। तर मिडियाको चुनौती अलि फरक खालको हुन्छ। उनीहरूमाथि त भौतिक आक्रमण र धम्की आउँछ, आर्थिक रूपमा दबाव दिइन्छ, अनि आजभोलि त झन् गलत सूचनाको बाढीले पनि उनीहरूको कामलाई असर गरिरहेको छ। ल,
यति धेरै चुनौतीका कुरा गर्यौं, त्यसो भए अब के त? अगाडिको बाटो के हो? संविधानले दिएको यो सुनौलो अधिकारको संरक्षण आखिर कसरी गर्ने? यसको समाधानका लागि मूलतः 3वटा खम्बाहरू एकदमै बलियो हुनुपर्छ। पहिलो, बनेका कानूनहरूको सही र निष्पक्ष कार्यान्वयन होस्। दोस्रो, एउटा यस्तो न्यायपालिका जो कसैको दबावमा नपरी स्वतन्त्र रूपमा काम गरोस्। र तेस्रो, अनि सायद सबैभन्दा महत्त्वपूर्ण, नागरिक समाज अर्थात् हामी सबैको निरन्तर खबरदारी र जागरूकता। किनभने अन्त्यमा कुरा के हो भने लोकतन्त्रलाई बलियो र स्वस्थ बनाउने हो भने यी स्वतन्त्रताहरूको निर्बाध अभ्यास हुनै पर्छ। यो अनिवार्य छ। यो बिनाको लोकतन्त्र कल्पना पनि गर्न सकिँदैन। र जाँदा जाँदै एउटा प्रश्न सबैलाई, हाम्रो लोकतन्त्रलाई साँच्चीकै जीवन्त राख्नको लागि यी अमूल्य स्वतन्त्रताको रक्षा गर्ने यो लडाईँमा हाम्रो व्यक्तिगत भूमिका चाहिँ के हुन सक्छ? एकपटक अवश्य सोच्नुहोला।